two plate 80 mm thickness connected using double cover board joint with 8 mm cover plate दिया छ 18 बोल्ट को दिया छ यो दिया छ हैन यस्तो स्लिप कन्डिसन स्लिप परमिटेड अल्टिमेट लोड यो निकाल्नु चाहिँ क्वेशन भयो हैन यसको आन्सर यो चाहिँ फिगर भइसक्यो यो आधारमा यो फिगर दिया छ यो सबै दिया छ हैन त्यसपछि हामी निकाल्ने हो D18 दिया छ D18 भयो यो सबै थाहा नै होला D नट 18 यो लेस देन 24 mm छ त्यही भएर यो 20 mm 2 mm जोड दिने यसको खासमा यहाँ छ यो थाहा भइहालेको होला यसरी आउँछ यो मान्य हो अल्टिमेट लोड अफ प्लेट भ्यालु 410 अनि यहाँ 4 यहाँ दिया छ नि 10.9 दिया छ 10 into 100 गर्ने 1000 आयो FEB अल्टिमेट लोड अफ बोल्ट आयो यो निकाल्ने हामीलाई के दिया छ यो क्वेशन दिया छ स्लिप कन्डिसन के दिया छ नि त्यही भएर हामीले सबभन्दा पहिला यो निकाल्ने DSB डिजाइन अफ फ्र्याक्चर के भन्छ त्यसो BNSB यसको फर्मुला μF NE KN F नट μ नट 0.55 हुन्छ KN 1 हुन्छ NE 2 हुन्छ F नट ANB into F नट हुन्छ ANB F नट भनेर 0.7 FUB हुन्छ अनि गामा MF यो नि गामा 1.1 सर्भिस लोड को लागि 1.25 अल्टिमेट लोड को लागि यो भ्यालु पुट गर्ने 0.55 to 1 0.78 यो ANB यहाँ दिया छ नि ANB को फर्मुला यहाँ हालेर यहाँ भ्यालु पुट गर्ने 18 0.78 1.25 गरेको अल्टिमेट लोड निकाल्नको लागि 1.1 गर्ने सर्भिस लोड निकाल्नको लागि सर्भिस लोड को बेला हैन यो दुवै भ्यालु आउँछ यति आएपछि यो गर्ने अब यो थाहा नै होला VDSB equals to FEB by √3 gamma MB NN ANB plus NS ASB हुन्छ अनि यो भ्यालु पुट गर्ने यति आउँछ यो सिंगल को लागि भयो यो 8 वटा बोल्ट छ 1 2 3 4 5 6 7 8 यो भयो अनि त्यसपछि डिजाइन लोड प्लेट को लागि डिजाइन अफ बोल्ट प्लेट को लागि 2.5 यो फर्मुला राख्ने TDFU KB 2.5 KB यहाँबाट निकाल्ने यहाँबाट E निकाल्ने यो E भयो यो P भयो हैन यसरी निकाल्ने 0.75 सम्बन्ध कम छ त्यही भएर 0.75 लिएर यति भ्यालु हुन्छ यो किलोमिटरमा अनि त्यसपछि यो सिंगल को लागि भयो यस 8 वटा बोल्ट को लागि भयो TDA निकाल्ने 0.9 ANFU यस्तो भयो भ्यालु पुट गर्ने गामा M1 850 किलोमिटर आउँछ यो AG FY गामा M0 800 किलोमिटर आउँछ द्याट्स इट यति हो